एन्ड नमस्ते, गुड मर्निङ भन्दै तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। त्यही भएर भिडियो आइरहन्छ। जय हर्क साम्पाङ, जय माटो, जय श्रम संस्कृति पार्टी भन्दै मलाई जसले जे भने पनि तर देश बचाउने भनेको हर्क साम्पाङले मात्र हो। किनभने निडर छ, डराउँदैन, सिधा कुरा गर्ने, डाइरेक्ट कुरा गर्ने, डाइरेक्ट बोल्ने। तर हर्क साम्पाङले अहिले यसलाई पनि भनिरहेछ, उसलाई पनि भनिरहेछ भनेर त्यो तपाईँहरूले नसोच्नु होला। हर्क साम्पाङजीले सत्य कुरा बोलिराख्नु भएको छ। जसलाई पनि कसैलाई एमसिसीको मा सिग्नेचर गर्नेदेखि लिएर अब अहिले घन्टी पार्टीको निक्लिरहेछ नि, टाइगर आयो, टाइगरले घाँस खाने कागज खान्न क्या साथी हो। टाइगरले घाँस खान्न, टाइगरले खाने भनेको मासु हो। तर कहिलेदेखि टाइगरले कागज खान थालेछ त्यो तपाईँहरूले पनि सोच्नु होला। र हिजो तपाईँहरूको घन्टी पार्टीको टाइगरले के भन्थ्यो, तर जब मन्त्री भयो नि, गृहमन्त्री भएपछिको त्यो पनि तपाईँहरूले भिडियो हेर्नु होला के भने थियो तपाईँहरूले। हर्क साम्पाङले यस्तो भन्यो, यसलाई पनि भनेको छ, उसलाई पनि टोकिरहेछ, उसलाई पनि टोक्छ त अनि गलत भएपछि टोक्छ क्या, गलत गरेपछि टोक्छ। त्यो तपाईँहरूले बुझ्नु पर्यो। टोकेको होइन, उसलाई देशको माया छ, देश बचाउने मान्छे हो। श्रम संस्कृति पार्टी भनेको यो जाति एउटा राई लिम्बूहरूको आँखा चिम्सो हुनेको मात्रै भयो, त्यो होइन क्या। तपाईँहरूले गलत सोचिराख्नु भएको छ। नभए त्यो एमालेमा कोही देख्नु भएको छ राम्रो पार्टी अध्यक्ष? कोही देख्नु भएको छ? हिजोदेखि केपी शर्मा ओली भइरह्यो, आज पनि उही घन्टीमा देख्नु भएको छ कोही पनि? राई लिम्बू मगर देख्नु भएको छ कोही घन्टीमा? छैन। सबै झोलेहरू मात्रै छ। घन्टीको पनि तल के, एमालेको पनि तल भनेको झोलेहरू मात्रै हो क्या। अब देश बचाउने भनेको हर्क साम्पाङले, श्रम संस्कृति पार्टीले हो। हर्क साम्पाङको जब हर्क साम्पाङलाई जिताइँदैन, देश एकदम भलगाडीमा जान्छ। हेर्दै जानु होला तपाईँहरूले। यो फागुन 21 गते चुनावमा चाहिँ हर्क साम्पाङको पार्टी, श्रम संस्कृति पार्टीलाई हामी सबैले जिताउनु जरुरी छ। यो कुरा चाहिँ तपाईँ बुझ्नु होला। र भन्दै